गाइस आज चाहिँ घरबाट हिँडेकोदेखि नै पानी परिरहेको छ हैन। आज बिहानदेखि नै मौसम बिग्रेको छ। म चाहिँ भर्खर यता सातो बाटोतिर आइपुगेँ, पानी एकदम परिरहेको छ कि त्यही भएर आज काठमाडौँतिर सबै ठाउँमा पानी परिरहेको जस्तो छ हैन। बिहान है दिनभरि यस्तै हुन्छ जस्तो छ पानी। जो भइरहेको छ यहाँ काम गर्न पनि लास्ट गाह्रो हुन्छ होइन। अब भरि पानी पऱ्यो भने झन् काम गर्न अप्ठ्यारो हुन्छ। अब यतातिर चाहिँ गोवारकुलको फ्लाइओभरमा यहाँ रमाइलो देखिरहेको फिफ्टीमा चाहिँ काठमाडौँको अहिले बनेको फ्लाइओभरको गर्दा लास्ट गाह्रो हुने क्या बाइकमा हिँड्न पनि है। पानी परेपछि एकदम गाह्रो हुन्छ। पानी ठुलो परेपछि त्यो अनुहारमा पानीले यहाँ ज्याम हान्छ, यस्तो दुखाउने क्या। पहिला म पनि यहाँ बाइकमा हिँड्दा यति गाह्रो हुँदैन थियो पठाउ गर्दाखेरि। दिनभरि बसेर यार पानी पऱ्यो भने जहाँ त्यस्तै गाह्रो हुन्छ यार। त गाइस काम गर्नै परिहाल्यो होइन, त्यही भएर चाहिँ गाह्रो छ। आज फेरि बिहानदेखि नै कस्तो दिन बिग्रिरहेछ क्या। उठेर काममा हिँड्न मनै नलाग्ने जस्तो भइरहेछ क्या। दिन पनि सुतेर बसौँ जस्तो भइरहेको काम। घरमा एकदम मजाले ओछ्यानमा सुतेर बस्दिउँ जस्तो छ, तर समय चाहिँ तर्के काममा जानुपर्छ है। ल गाइस आजलाई यति नै होइन। सबैले हेरेर साथ दिनु होला। लाइक सेयर कमेन्ट सबैले गरिदिनु होला है।